यूनिसेफ युनाइटेड नेसन चाइल्ड इमर्जेन्सी फंड को स्थापना जुन भयो नि त्यो स्थापना को कन्सेप्ट के थियो त स्केभेन्डियन मुलुक अथवा नर्भिक देशमा चाहिँ 5 वटा देश पर्छ। नर्वे, फिनल्यान्ड, डेनमार्क, स्विडेन र आइसल्यान्ड। स्केभेन्डियन मुलुक चाहिँ युरोप महादेशमा पर्दछ। अब चाहिँ तपाईहरुले चाहिँ सोशल मिडियामा पनि हेरेको हुनुभयो पर्छ हैन, पढेको हुनुभयो पर्छ कि फिनल्यान्डको शिक्षा प्रणाली चाहिँ विश्वमा चाहिँ अग्रणी स्थानमा मानिन्छ है। युनिसेफको जुन स्थापनाको कन्सेप्ट आयो त्यो चाहिँ फिनल्यान्डबाट सुरुवात भएको छ। एउटा सानो बच्चाले गर्दाखेरि चाहिँ एउटा यो युनाइटेड नेसनको चाहिँ यत्रो ठुलो संगठनको स्थापना भयो है। एउटा बच्चा स्कुलमा पढिराखेको थियो है, त्यो चाहिँ सधैँ स्कुल जान्थ्यो र एक दिन चाहिँ उसको मम्मीले चाहिँ उसको टिफिन दिन सकेन, त्यसको सट्टा चाहिँ उसको मम्मीले चाहिँ 10 रुपैयाँ उसलाई दियो। कति रुपैयाँ दियो? 10 रुपैयाँ दियो। भनेको ठिकै छ, आज तिमी चाहिँ स्कुलमा चाहिँ त्यहाँ केही बेच्नेको कुराहरू छ भने त्यही किनेर खानु होला है। अनि त्यो केटा चाहिँ त्यो 10 रुपैयाँ चाहिँ गोजीमा राखेर चाहिँ स्कुल जान्छ, उसको टिफिन हुन्छ, बाहिर गएर चाहिँ केही खानेकुरा खोज्छ। अनि उसले के हेर्छ भने घाममा चाहिँ एकजना मानिसले चाहिँ आइसक्रिम बेचिराखेको छ। अनि त्यो गएर त्यहाँ सोध्छ हैन पसलेलाई कि यो आइसक्रिम कतिको हो? अनि पसले के भन्छ भने यो खाले आइसक्रिम 5 रुपैयाँको, यो खाले आइसक्रिम 10 रुपैयाँको हो। अनि उसले केही सोचेर भन्छ मलाई 5 रुपैयाँको आइसक्रिम दिनुस्। अनि उसले 5 रुपैयाँको आइसक्रिम लिन्छ अनि खाएर हिड्छ। अनि त्यो चाहिँ पसले चाहिँ त्यसपछि त्यहाँ चाहिँ जुन चाहिँ उसको खानेको कुरा हुन्छ त्यो चाहिँ उठाउन आउँछ। त्यहाँ उठाउनदाखेरि उसले के हेर्छ भने एउटा पेपर छ र त्यो पेपरमा केही कुरा लेखेको छ। अनि त्यसको तल चाहिँ 5 रुपैयाँ पनि राखेको थियो। अनि त्यो पेपरमा के लेखेको थियो भने तपाईं चाहिँ यत्रो घाममा चाहिँ हामी बच्चाहरूको लागि चाहिँ यसरी सेवा दिइराख्नु भएको छ हैन। मेरो मम्मीले 10 रुपैयाँ दिएको थियो, म चाहन्थे भने 10 रुपैयाँको पनि यो आइसक्रिम खान सक्थे, तर चाहिँ तपाईको यो सेवा देखेर यो घाममा चाहिँ तपाई चाहिँ उभिएर हामीलाई सर्भ गरिराख्नु भएको छ, त्यसकारण चाहिँ मलाई लाग्यो मेरो तर्फबाट चाहिँ यो 5 रुपैयाँ चाहिँ तपाईको सम्मानलाई, तपाईको श्रमलाई कदर गर्दै चाहिँ यो सानो एउटा भेट छ, कृपया चाहिँ अस्वीकार नगरिदिनु होला। यो चाहिँ त्यो बच्चाले चाहिँ एउटा चाहिँ कागजमा लेखेर चाहिँ त्यहाँ राखिदिएको थियो र त्यसैसँग चाहिँ 5 रुपैयाँ पनि राखिदिएको थियो। त्यसपछि चाहिँ त्यो पसलेले चाहिँ त्यो कुरा हेर्छ। अनि त्यसपछि पसलेलाई त लाग्छ कि यो त एउटा अलग प्रकारको आइडिया रहेको छ हैन। अनि यो कुरा चाहिँ पसलेले त्यसपछि स्कुलको प्रिन्सिपललाई भन्छ र त्यसपछि त्यो स्कुलमा चाहिँ जाँदाखेरि उसले के पाउँछ भने त्यस्तो नेचर चाहिँ त्यो बच्चाको मात्रै होइन अरू पनि बच्चाको रहन्छ। र त्यो आइडियालाई चाहिँ अब के गर्छ भने एउटा सानो बच्चाले चाहिँ अरूको चाहिँ मेहनतलाई यसरी कदर गर्यो, त्यो कुरालाई चाहिँ अब चाहिँ सांगठनिक स्वरूप दिने हिसाबले चाहिँ त्यो आइडिया त्यहाँबाट निस्केको हो। र त्यसपछि त्यही फिनल्यान्डको त्यो उदाहरणलाई लिएर चाहिँ पछि गएर चाहिँ युनिसेफको चाहिँ स्थापना भयो। स्पेनको एउटा क्लब बार्सिलोना फुटबल क्लब, त्यसको भेस्टमा तपाईँ हेर्न सक्नुहुन्छ हैन, युनिसेफ लेखेको हुन्छ है। त त्यही हो के, त युनिसेफको स्थापना चाहिँ त्यहीबाट हो। एउटा सानो बच्चाले अरूलाई चाहिँ केयर गर्न सिक्यो। जुन समाजमा यस्तो बच्चाहरू पाइन्छ, यस्तो बच्चा रहन्छ, त्यो समाज के तपाईलाई लाग्दैन यति राम्रोसँग चाहिँ उन्नति गर्न सक्छ? त्यो बच्चाले चाहिँ अरू पनि बच्चाको लागि चाहिँ रोल मोडल भइदियो। हामी भन्दा चाहिँ कम भाग्यशाली छ, त्यसको लागि हामी के गरिराखेका छौँ, यसले चाहिँ हाम्रो चरित्रको बारेमा चाहिँ स्पष्ट गर्छ। एउटा कथाको जुन कुरा उठेको थियो, कथा यही हो र यो प्रकारले युनिसेफको स्थापना भयो।